गाइस हेर्नु कडा भइगयो अब ल हाम्रो ल सरौरी ह्यापी होली है ह्यापी होली भनिदिनु ल हेलो गाइस फाइनल्ली आज हामी होली खेल्न जान लाग्यो ल हेर्नु हाम्रो भाइहरू छ हैन एकदम बवाल रमाइलो हुनेवाला छ हैन आज हामी फाइनल्ली होली खेल्न निस्क्यौ अब घरदेखि अब एकछिनमा धेरै आधा 1 घन्टा जति लाग्छ हामी जान चाहिँ हैन कस्तो कस्तो हुन्छ अब बाटोमा एकदम रमाइलो हुनेवाला छ हामीले टिका सिका घरबाट लगाएर आइसक्यो हैन अब फाइनल्ली हामी होली खेल्न जाँदैछ अब के हुन्छ हेरौँ हैन आज होलीको एकदम बवाल हुनेवाला छ हैन के हुन्छ हेरौँ ल बाबु केही भन्देऊ ल ल केही भन्देऊ ल ल ल ओ ल हेर्नु हाम्रो जङ्गलहरु यस्तो छ गाइज वाउ ल हाम्रो उताको चाहिँ हाम्रो भिलेज हैन यतातिर हाम्रो गाउँहरु कस्तो छ ल हेरिदिनु पर्यो गाइज हैन ल हाम्रो गाउँ चाहिँ यस्तो छ गाइज हैन हेर्नु ल हाम्रो गाउँ चाहिँ यस्तो छ हामी चाहिँ यस्तै के भन्छ पहिला यतातिर धेरै हिन्डुल गरियो हैन एकदम रमाइलो लागिरहेछ म चाहिँ फाइनली 2 वर्षपछि हाम्रो गाउँको होली के हुन्छ कस्तो हुन्छ भन्ने कुरा देखाउँछु 2 वर्षपछि जाँदैछु हैन म होली खेल्न सो हेर्नु यहाँ चाहिँ पहिला यत्र हामी चाहिँ यतातिर जङ्गलतिर जान्थ्यो कि यता घाँस दाउराहरू काट्न हैन एकदम बवाल छ के यता यो जङ्गल त्यही भएर माथितिर जान्थ्यो यता यो साइडकोतिर पानीहरू पनि एकदम चिसो पाउँछ हैन एकदम बवाल रमाइलो हुन्छ हाम्रो गाउँतिर गुराँस पनि फुलिसक्यो के हो नाम तिम्रो भन ल नाम के हो भन न के होइन ल हेर अलि हाम्रो गाउँमा डकुर्या ल फाइनली गाइज हेर्नु हाम्रो गाउँ चाहिँ यस्तो छ हैन यस्तो ओ ल यस्तो छ हाम्रो गाउँ चाहिँ हैन यतातिर रोडहरु पनि ट्र्याक ओपन भयो के रे बाटो पनि अब खोलिरहेछ यताउता सबै भइरहेछ यो चाहिँ यहाँबाट ल हेर्नु हाम्रो घर चाहिँ जुम गरेर देखाउँछु है ऊ त्यो घर चाहिँ हेर्नु जुम गरिरहेछ बिचै घर चाहिँ हाम्रो हो अनि यो तलको घर चाहिँ हाम्रो नवीन बाबुको ल अनि यतातिर गाउँहरु हेर्नु ओ माई गड यस्तो छ हैन हाम्रो गाउँ ल यसरी हेर्न सक्नुहुन्छ गाइज हाम्रो लेकतिर यस्तो घरहरु पाउँछ साथीहरु हेर्नु ल हाम्रो गाउँ चाहिँ तल हो उता चाहिँ हिमालहरु हुन्छ अहिले चाहिँ अलिकति चाहिँ अलि प्रब्लम छ त्यही भएर यो चाहिँ हाम्रो घरहरु यस्तो हुन्छ हैन गाउँ माथि लेकतिर बस्छ नि कुनै मान्छेहरु यस्तो छ कहाँ जाने हो ल ह्यापी होली है ह्यापी होली ल गाइज हामी के गर्दिने आज रैला आन्दिने हैन रैला आन्दिने हैन ल ल ल ल जाम है त हामी आधा बाटोसम्म पुगिसक्यो हैन यस्तो छ हेर्नु हाम्रो उताको स्थिति हिँड्न सकिन्न लास्टै गाह्रो भइरहेछ हैन एकदम गाठा दुखेर हिँड्न नसकिने भछ हेरौँ अब के हुन्छ माथितिर गएर रमाइलो हुने होला हैन एकदम गाह्रो भइरहेछ यार हिँड्नै सकिन्न ल अब माथि गएर रमाइलो गर्ने भन्ने हो तर रमाइलो हुन्न जस्तो लागिरहेछ हेरौँ माथि के हुन्छ है लेट्स गो ल गाइज हाम्रो साथीहरु हेर्नु है यस्तो छ हाम्रो साथीहरु हामी अब बीचमा पुगिसक्यो ल बाबु केही भन्देऊ त ए हो अब समथिङ पुग्ने बेला भयो हैन यता भ्यूहरु यस्तो छ ल स्वाट ल हेर्नु ओ माई गड यार ल हेर्नु अब हामी थोरै छ पुग्ने बेला भइसक्यो हैन अब के हुन्छ एकदम हामी तपाईलाई देखाउने छ गाइज बवाल हुनेवाला छ आज हैन हेरौँ अगाडि हेर्नु हाम्रो साथीहरु गाइज फाइनली हामी चाहिँ उता पातिकल्ला भन्ने ठाउँ पुग्न लागिसक्यो हैन ल हेर्नु हाम्रो पछाडी साथीहरु अनि म त्यतातिर एकदम बवाल रमाइलो हुन्छ अब हैन हेरौँ अब के हुन्छ यता पातिकल्ला पुग्ने बेला भइसक्यो के हुन्छ अब एकछिन हामी देखाउँछौँ अगाडि ल हेर्नु गाइज हामी पहिला चाहिँ यस्तो यहाँ चाहिँ के थियो भन्दाखेरि पहिला यतातिर यहाँ हामी पातीहरु फाल्थ्यो हैन यस्तो थियो यो ठाउँतिर अहिले चाहिँ हेर्नु सबै आइराखे यतातिर मान्छेहरु हेर्नु ल त्यति धेरै मान्छेहरु चाहिँ नरहेछ बट अलिअलि छ के हुन्छ अब हामी चाहिँ तपाईलाई देखाउँछ हैन एकदम रमाइलो हुनेवाला छ हेर्नु यता धेरै मान्छे छैन यतातिर अलिअलि ल केटा हो ह्यापी होली ल ओके गुड तिम्रो नाम के हो भन्देऊ ल गोलु ओ माई गड गोलु इज हिरो ल ह्यापी होली भनिदिनु ल एकदम बवाल हुनेवाला छ आज हैन एकदम बवाल हुनेवाला छ होली खत्रै हुन्छ आजको हैन ल हेरौँ अब यहाँ के हुन्छ यतातिर जाउँ त ल हेर्नु यतातिर ओ माई गड गाइज हाम्रो साथीहरु हेर्नु यता होली भने अहिले त्यति सुरु भएको छैन अब बवाल छोडेर यहाँ स्टार्ट हुनेवाला छ हैन एकदम खतरा हुनेवाला छ तर हेरौँ अब यहाँ के हुन्छ यता पछाडी के भन्छ गाडीहरु पनि आइरहेछ ओ माई गड हेलो गाइज हेलो ब्रो के छ ल उतातिरबाट होली खेल्ने मान्छे टोटल्ली आइरहेको रहेछ हैन यहाँ हेरौँ उता चाहिँ यो दैलेख हो यहाँ यो दैलेख जाजरकोटको सिमाना हो यो चाहिँ यहाँ अब एकदम बवाल हुनेवाला छ ल हेर्नु यहाँ दैलेखको यो चाहिँ यतातिर यता चाहिँ जाजरकोट हैन यता चाहिँ दैलेख ल
यस्तो बवाल छ यतातिर भ्यू हेर्ने भए पनि तपाईँ आउनु सक्नुहुन्छ होइन एकदम रमाइलो हुनेवाला छ सो ल हेर्नु उता गुराँसहरू पनि फुलिरहेछ होलीमा त्यति धेरै मान्छेहरू चाहिँ नरहेछ अब एकदम रमाइलो हुन्छ ल गाइज ह्याप्पी होली भनिदिउँ ल ह्याप्पी होली गाइज ल ह्याप्पी होली ल ओके ह्याप्पी होली ल हेर्नु हाम्रो हिरो सब एकदम खतरा खतरा सरहरू आउनु भएको छ यतातिर होली खेल्नु होइन एकदम रमाइलो रहेछ कि यतातिर सो अब हामी चाहिँ यता जान्छौँ होइन यता यहाँ के छ एकदम बवाल हुनेवाला छ होइन यतातिर हेर्नु सबै मान्छे रहेछ यतातिर ल हेर्नु यतातिर खतरा भइरहेको के ल हेर्नु यता हाम्रो काकाहरू पनि यतै हुनुहुँदैछ ठिकै छ ल हेर्नु म अगाडि जान्छु हेर्नु गाइज अब यतातिर भोलि चाहिँ अहिले स्टार्ट भएन एकछिन भोलि पनि स्टार्ट हुन्छ सो एकदम रमाइलो हुनेवाला छ होइन एकदम बवाल हुनेवाला छ अब के हुन्छ हेरौँ यहाँ होइन सो आई डोन्ट नो बट ल ल ल ह्याप्पी होली ब्रो ह्याप्पी होली ल ल ओके ह्याप्पी होली ल है त ल ओ माय गॉड ओके के छ ह्याप्पी होली ल ह्याप्पी होली भनिदेऊ ओके ओके ब्रो ह्याप्पी होली ल के छ अनि हामी एकदम बवाल छ नि हाम्रो के छ ल ल जाउँ उतातिर डुल्ला जाउँ आउनु ल हेर्नु यतातिर सबै बवाल हुनेवाला छ होइन होली अब के हुन्छ त्यति धेरै अहिले के भन्छ उसै नरहेछ यो चाहिँ जाजरकोटको होली हो होइन यहाँ जाजरकोट के भन्छ यता जुनी चानेतिरको दैलेखतिरको मान्छेहरू आउँछ प्राय त्यति धेरै चाहिँ आएको छैन आई डोन्ट नो अब के हुन्छ हेरौँ होइन ठ्याक्कै थाहा छैन अब हेरौँ ल हाम्रोतिर चाहिँ यस्तो गुराँसहरू फुलिसक्यो अब तपाईँहरू पनि गुराँसहरू हेर्ने भए यस्तो डाँडा काँडाबाट भ्यूहरू हेर्ने भए तपाईँहरू चाहिँ यता भिजिट गर्न सक्नुहुन्छ साथीहरू होइन हेर अनि हाम्रो पुरै खेला पढी गएको थिएँ ठिकै छ नमस्ते अब निकै हुनुहुन्छ है के छ ल केही भनिदिनु नि त अहिले ल हाम्रो के गर्ने अब यस्तो छ होइन होली मनाउनै पर्यो ल होली त मनाउनै पर्यो ल ल त्यही भएर हामी यसो न हानिहालौँ न लगाइहालौँ पुछाइनै हाल्यो नि अनि भन्दैन अनि अहिले पछि ल ल ल है त यस्तो चाहिँ गरेर आज हाम्रो डढो चिल हुन्छ चिलमा हुन्छ हाम्रो हेर्नु ल हाम्रो साथीहरू सबै हुन्छ एकदम बवाल हुनेवाला छ अब एकछिन पछि खत्रै हुन्छ होइन खत्रै हुन्छ ल के छ उहाँ पनि हाम्रो एकजना दोस्त हुनुहुन्छ एकदम ह्यान्डसम हुनुहुन्छ माया कुनै आज कतिजना पागल हुन्छ नि आज होइन होइन त ल के भन्छ यो अनि न ल मेरो काण्डो काका केही भनिदिनु त अन्त ल हान्जा कहिले ल्याउने हान्जा भनिदिनु पऱ्यो क्या नि हाटो बेलामा हान्जा कहिले ल्याउने कि हान्जा ल भनिदिनु त हाटो ल हान्जा गर्ने जान्छौँ हामी ल आउनु अब ल नि हामी हान्जा गर्ने जान्छौँ ल आउनु ल ल ल ल ल ओ माई गड यार ल गाइज हेर्नु अब हाम्रो कान्छो काकालाई हान्जा पनि जानु लाग्यो ल हेर्नु यहाँ एकदम बवाल हुनेवाला छ होइन साथीहरू ल हेर्नु त साथीहरू होली सोली खेलिरहेको छ उतातिर हेर्नु यतातिर पनि हाम्रो बहिनीहरू छ ल हेरौ भनिदेऊ ल ह्याप्पी होली भनिदेऊ ल ह्याप्पी होली ओके थ्याङ्क यू ल यतातिर हेरौँ ल हेरौँ हाम्रो सरहरू ल सर ह्याप्पी होली है ह्याप्पी होली ल ह्याप्पी होली ल अगाडितिर हेरौँ न एकदम बवाल हुनेवाला छ सो गाइजहरू सब कडा कडा आउनु भएको रहेछ त्यतिर होइन बट अब हेरौँ के हुन्छ ओके अल द बेस्ट ब्रो आउने कहाँ गयो ए ह्याप्पी होली ल ल ल ल ओ ह्याप्पी होली ओके ल गाइज ल ओके थ्याङ्क यू ओके ब्रो बाई बाई ल हेर्नु गाइज हामीलाई पनि आज पुरा कडा हानिदिइसके यहाँ हेर्नु बवाल हुनेवाला छ ल ल केही भनिदिनु पऱ्यो बरु ल ल ल है त ह्याप्पी होली ल ल होइन नगर्नु क्या अलि बेसी पारिन मुइन गएर कमाउनु क्या ल गाइज हेर्नु यतातिर हाम्रो साथीहरू होइन एकदम बवाल हुनेवाला छ ल अब के भन्छ साथीहरू चाहिँ धेरै अहिले चाहिँ त्यो धेरै आएन अब एकछिन पछि आउँछ एकदम बवाल हुनेवाला छ हामीले चाहिँ अलिकति सुरु गरिसक्यो होइन सो पछाडि चाहिँ के हुन्छ भन्ने कुरा अब ठ्याक्क अहिले भन्न मिल्दैन पछि जे पनि हुन पछिको अपडेट हामी दिन्छौँ होइन के हुन्छ सो अहिलेलाई चाहिँ एकदम बवाल भइरहेको एकदम रमाइलो भइरहेको ल हाम्रो केटाहरू ल हेर्नु ओ को ल केटाहरू ल ह्याप्पी होली भनिदेऊ केटाहरू ल ल ल ह्याप्पी होली ल ल अलिक कोकाउ के बेसरी कोकाउ न ल ह्याप्पी होली भनिदेऊ ल ल गुड ल ह्याप्पी होली ओके के तिम्रो नाम के हो भनिदेऊ ल ओके ह्यान्डसम ब्रो ओके ल
हेर्नु धारामा त सिसो बान्दै रहेछ यार ओ माई गड यार कसले गरेको यार यस्तो ल ल हेर्नु गाइस ल यता हेर्नु ल भयो 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 ल यता आउनु ल हेलो भनिदिनु ल हेलो भनिदिनु ल ल गाइस ह्याप्पी होली है ल ह्याप्पी होली भनिदिनु पर्यो ल ओके कहाँ हो गाइसहरू घर ओ माई गड यार ल दैलेख एकदम खुसी लाग्यो होइन गाइस आज रमाइलो गर्नुपर्छ होइन बवाल गर्नुपर्छ एकदम रमाइलो गर्नुपर्छ है ल ओ माई गड यहाँ खतरा भयो ल एकछिन हानिदिनु पर्यो गाइस तर योभन्दा पहिला होइन यहाँ खतरा होली हुन्थ्यो कि बट आई डोन्ट नो यो पटक चाहिँ किन भएन होइन सो योभन्दा पहिला चाहिँ एकदम खतरा हुन्थ्यो कि यहाँ यो ठाउँ जति छ नि के भन्छ मान्छे भएर एकदम माथि माथिसम्म हुन्थ्यो कि अहिले चाहिँ धेरै छैन यतातिर योभन्दा अगाडिको वर्ष चाहिँ थाहा भएन यो 2-4 वर्ष अगाडि चाहिँ खतरै हुन्थ्यो क्या यहाँ तर अहिले चाहिँ त्यति धेरै छैन पछि चाहिँ आउन सक्छ होइन बट आई डोन्ट नो हेर मैले पछि कस्तो हुन्छ अब मेरो काका हो ल हेर्नु त कति चाहिँ पागल हुन्छन् है आज ए ल हेर्नु मेरो पुस्याइ ल ल ल हेलो भनिदिनु फेरि ल ल ल मैले हानि न मातिदिन्छु न ल गाइस एकदम हेर्नु यता बवाल हुनेवाला छ आज अब हेर्नु ल हाम्रो रमाइलो बाँकी नै छ ल ल यता रमाइलो बाँकी नै रहेछ यतातिर ल एकदम ल हेर्नुहोस् हाम्रो सर हेर्नु ल ल सर के छ ह्याप्पी होली एकदम हाम्रो पनि बवाल छ ए भर्खरै पुग्नु एकदम शान्तपूर्वक होली मनाइयो सबैजनाले ल केही भनिदिनु पर्यो सबैलाई शुभकामना छ ल ल है त ल ओके ल एकदम खुसी लाग्यो ल पुग्यो भनिदिनु पर्यो के नि ल यता भनिदिनु पर्यो क्या मोटा भन्दा आउँदै ल ल किन लताएको यार यसरी केही भनिदिनु पर्यो के शान्तपूर्वक सबैले होली मनाउँ सबैले हल्ला यताउता नगरेर कसैलाई पनि बाधा अर्चना नपुग्ने गरेर होइन होली मनाउँ होली मनाउनु पर्यो हो त्यही हो ल ओके ल ल केही भनिदेऊ त अहिले ल निगै छौ तमी निगै छौ ह्याप्पी होली ल सबैलाई ह्याप्पी होली आज बबाल हुनेवाला छ रमाइलो गर्नुपर्छ एकदम खतरा गर्नुपर्छ हैन ल ओके ब्रो हजुर पनि केही भनिदिनु पर्यो ल ओके हामी जहिले यस्तै त हो नि ब्रो भने जस्तै हो होइन एकदम बबाल हुनेवाला छ हाम्रो मुखबाट हावै बेला पडी गयो अनि कबाली गर्ने हुनु न अल्लाहले थाहा पाएँ मैले धेरै कबाली नगरे हो ल ल त ल ओ दिदी एकदम हो सही कुरा गर्नु भयो ल यता यता अलिकति अरू पनि भनिदिनु के यता अलिकति अरू भनिदिनु त अलिकति अरू पनि भनिदिनु ल ल केही हुँदैन ल ल्याइपाल जहिले भयो होला मेरो काका नि ह्याप्पी होली अनि हान्जा बेलामती घर ल्याएर हान्जा भित्याउने गर्नु बेलामती हान्जा ल्याउनु भएर अनि कबाल नगर्नु धेरै त्यो मुनि को हेर्ने हो त हाल्ने ल मेरो कानको काकालाई सरी के छ त्यही ल हेर्नु हाम्रो सर यता हुनुहुन्छ ल यता कबालीको तान नि हाम्रा गतिलाबारी उता जानु लाग्यो होइन अब म हाम्रो यता पछाडि हाते पनि हेर लि पहिला अचुमा भन्ने हाते हन् अनि यता एकदम अचुमै गत्तामा भन्दा के गरी ल्याउन हो त्यो हेर यता नै ल है त ल केटाहरू ल अल्तै भनिदिनु ल हो ल भनिदिनु ल भनिदिनु के हजुर पनि केही भनिदिनु ल अलिकति ल राजकुमार चाहिँ अफिसियल 11 सर्च गर्नु त्यहाँ पनि बबाल आउँछन् भल गरौँ होइन ल एकदम हजुरको नाम के भनिदिनु ल अलिकति ल ओके कम राम्रै हुनुहुन्छ एकदम हजुर पनि कम हुनुहुन्न बाप्रे ल हेर्नु त ल हो हो अहिले अरू पनि केही भनिदिनु त अफिसियल 11 हो जति त हप्पै गरिहाले ओके धन्यवाद ल हाम्रो एकदम रमाइलो गर्नु पर्यो होइन ल ल ल है त माथि पनि कडा हुँदैछ कडा ओ माई गड माथि हेर माथि कडा
दे हेर भाइ बिता त नेमुचकोटा मान्छे पनि नि अचम्म भइगे ल ह्याप्पी होली भनिदेऊ ल ह्याप्पी ओके ह्याप्पी होली भनिदेऊ ल ओके ह्याप्पी होली भनिदिनु पर्यो ल ओके ह्याप्पी होली गाइज ह्याप्पी होली ल है त ल हाम्रो डान्स पनि भइरहेको रहेछ यतातिर ल ओ माई गॉड यार खतरा भइरहेको रहेछ ल ल ल है त ल कडा ओके ल हान्दियो अलि लस्काएर लस्किदियो अलि ल ल केटा हान्दियो के ल ल छिटो छिटो ल अलि लस्किदिने हो के हाम्रो छुर्के त हात पनि यहाँ आइकन हान दिएर यहाँ आइकन हान अनि अब नि आज के गरी खाल्दा नि कहीँ कहीँ बिगार्छन् बिता त नि आज केही थाहा होइन कहिले बिगार्छ उता यहाँ बिगार्नु पर्यो अब हो ओ अलि लस्किदेऊ रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो एकदम बवाल हुनेवाला छ गाइस अब ल हामी यहाँ विशेष गरी होलीको दिनमा छौँ कहिलेको जाजरकोटको सिमानामा केटाहरूले काम नाच्छ के अनि रमाइलो हुन्छ नाच्न त आउँदैन चारजना जाऊ के रक्सीको नसाले मोबाइल दिएन भिडियो बनाउनु के चाहिँ गर्ने अहिले क्यामेराहरु